हेलो सबैजनालाई नमस्ते। लु नमस्ते गर छोरी। नमस्ते। अनि अस्ति सानो बिरामी थियो है, हस्पिटल गएको हामी। अहिले चाहिँ अलि सन्चो लागेको छ छोरीलाई। अनि आज चाहिँ म के भन्न गइरहेको छु भने यो सानो मान्छे, यो बिरामी मान्छेको लागि उसको मामाले सानो गिफ्ट पठाइदिएको छ अरे। हामी चाहिँ त्यही देखाउन गएको है, किनभने पछि माया भन्ने कति हुन्छ। अनि बिरामी भएको बेलामा मेरो भान्जीलाई सान्त्वना दिने मान्छे पनि भएन। उसलाई चाहिँ म धेरै केही नसके पनि केही चाहिँ मैले पठाइदिएको छु मेरो भान्जीलाई भनेको थियो उसले चाहिँ। हेरौँ के पठाइदिएको रहेछ है। दाङ पर्छ भाइले। यसमा सानोको गिफ्ट छ। यसमा के छ र यसमा तिम्रो के छ यसमा? लु भन त। अब हामी हेर्छौँ है यसमा के रहेछ भनेर। माया त माया हो। भान्जीलाई चाहिँ उसले आफूले अब पढ्ने खर्चबाट कटाएर, विद्यार्थी हो नि त, उसलाई अब नापेर घरबाट खर्च पठाइन्छ। उसलाई अब जति भने त्यति पैसा हुँदैन, उसले कमाउने भएको छैन। अनि त्यही पनि उसले चाहिँ भान्जीलाई एकदम माया लाग्यो अरे बिरामी भएको बेलामा। अरू केही नसके पनि मैले जति सकेको छु, जे सक्छु त्यही चाहिँ मैले पठाइदिएको छु है भान्जीको लागि भन्दै थियो। मैले चाहिँ भिडियो बनाएको, खुसी लाग्यो। वाउ, सानको हेर त सानको नाममै आएछ फेरि। ऊ लक्ष्मी खड्का अरे। हेर त सानो, किन देखिँदैन कि क्या? पुरा लक्ष्मी खड्का सबै यसको नाममा छ है। यो भाइले लिन जाँदै बाटोमा उसले चाहिँ खोलेर हेरिसकेछ क्या। उसलाई सानो भाइलाई लिन पठाएको, उसले बाटैमा खोलेर हेरेछ। मैले चाहिँ खोलेको छैन, हेरेको छैन। अब चाहिँ म योमा देखाउँछु के रहेछ है। हेरौँ है त। हेर्ने सानो, हेर्ने मामाले के पठाइदिएको छ हेर्ने। मामा भन एकचोटि। मामा भन, मामा भन, मामा भन। हेरौँ है, हेरौँ है। सानो मामाले त हेरिसकेछ।